हामीलाई सायद बालेन शाह प्रधानमन्त्री बनेको दिन मन नपर्न सक्छ। उनी गलत भएर होइन, तर किनभने पहिलो पटक हामी यस्तो प्रणालीमा बस्न बाध्य हुनेछौँ जसलाई हामीले कहिल्यै पूर्ण रूपमा सम्मान गरेका थिएनौँ। काठमाडौँमा हामीले यसको सानो ट्रेलर देखिसकेका छौँ। जब बालेन शाहले कानुन अनुसार काम गर्न थाले, मानिसहरूले ताली बजाएनन्, मानिसहरूले गुनासो गरे। टुकुचा अतिक्रमण प्रकरण, अवैध संरचना हटाइयो, सार्वजनिक स्थान फिर्ता गरियो। प्रतिक्रिया धेरै कडा भयो। अहिले किन छोडिदिनु नि। फुटपाथ सफाई अभियान, फुटपाथ फेरि हिँड्नका लागि बनाइयो। प्रतिक्रिया गरिबलाई उठायो। अब उनीहरू कहाँ जाने? निर्दयी निर्णय। ढाँचा देख्नुभयो? हामी भ्रष्टाचारलाई घृणा गर्दैनौँ, हामी असुविधालाई घृणा गर्छौँ। हामी भन्छौँ देश बनाउनुपर्छ, तर नियम हामीमाथि लागू हुने बित्तिकै भन्छौँ अलि एडजस्ट गर्न मिल्दैन। अब कल्पना गर्नुहोस् यही मानसिकता तर राष्ट्रिय स्तरमा। यदि बालेन प्रधानमन्त्री बने भने उनले केवल फुटपाथ मात्र ठिक पार्ने छैनन्, उनले छोइनेछन् शहरभरिका अवैध संरचनाहरू, कर छल्ने प्रणालीहरू, राजनैतिक संरक्षणका नेटवर्कहरू, सरकारी ढिलासुस्ती र हो हाम्रा दैनिक सर्टकट्स पनि। त्यही बेला वास्तविक समस्या सुरु हुन्छ। समस्या बालेन होइन, समस्या हामी हुनेछौँ। किनकि नेपालले कहिल्यै कडा र समान कानुन कार्यान्वयन साँचो अर्थमा अनुभव गरेको छैन। हामीले अनुभव गरेका छौँ शक्तिमा आधारित न्याय, सम्बन्धमा आधारित सुविधा, भावनामा आधारित राजनीति। याद छ किन कम्युनिस्ट पार्टी अफ नेपाल पहिले चुनाव जित्थ्यो? नीति होइन, प्रणाली सुधार होइन, भावना। वृद्ध भत्ता बढायो र मानिसहरूले कृतज्ञतामा भोट दिए। अब हेर्नुहोस् राष्ट्रिय स्वतन्त्र पार्टीलाई। उनीहरूले नोस्टाल्जिया बेचेनन्, उनीहरूले निराशा जगाए। हामीले तिमीलाई दियौँ होइन, बरु तिमी अझ राम्रोको हकदार छौ। यही परिवर्तन हो। भावनात्मक सहजता, जवाफदेहिताको असहजता। र यहाँ एउटा सत्य छ जसलाई धेरैले भन्न चाहँदैनन्। हामी नेपाली धेरैजसो तर्कले भोट हाल्दैनौँ, हामी भावनामा बग्छौँ। रेस भोट, सहानुभूति भोट, आशा, तर बिरलै अनुशासन भोट। त्यसैले जब प्रणालीमा विश्वास गर्ने नेता आउँछ, हामी आफैमाथि आक्रमण भएको जस्तो महसुस गर्छौँ। किनकि अनुशासन सजाय जस्तो लाग्छ जब तपाईँ जिम्मेवारी बिना स्वतन्त्रतामा बानी परिसक्नु भएको हुन्छ। त्यसैले सायद हामीलाई बालेन शाह प्रधानमन्त्रीको रूपमा मन नपर्न सक्छ। उनी असफल भएर होइन, तर किनभने उनी सायद साँच्चै काम गर्नेछन्। र काम गर्ने प्रणाली सुरुमा सहज लाग्दैन। हामी भन्छौँ हामी परिवर्तन चाहन्छौँ, तर के हामी तयार छौँ जब परिवर्तनले अनुरोध गर्न छोडेर लागू गर्न सुरु गर्छ?